राधे राधे, के छ हाल खबर? हजुरहरू सन्चै हुनुहुन्छ? हेर्नु आज हाम्रो त पढाइ आजको सक्यो, अब सुत्न जान लागेका छौँ हामी दुईटीले। एउटा कुरा मैले सोध्छु है साथीहरू, यो मोबाइल 2 घण्टा 5 घण्टा चलाए पनि एकचोटि आइआउन्न। किताब एकचोटि पल्टाउँदा बित्तिकै एउटा अक्षर हेर्दा बित्तिकै आउँछ। यसको कारण के हो? यसको केही इलाज छ भने, यसको केही औषधि छ भने कमेन्ट गर्नु होला। किताब समात्यो कि निन्द्रा देवीले यति किन किताबमा हाम्रो प्रवेश गर्नुभएको, मोबाइलमा प्रवेश गर्न पर्ने हो। 10 मिनटदेखि मोबाइल चलाउँदा एकचोटि पनि आएको छैन दुईटीलाई। अघि त पढ्दाखेरि अब सुतम रेखा दिदी सुतम भएपछि दुईटी अनि मोबाइलमा त सेटिङ मिलाउन लागेपछि गयो। एकचोटि पनि आएन। ल हजुरहरू सन्चै हुनुहोला आशा गर्दैछु। आजको हाम्रो ब्लग यही समाप्त गर्छु। गरौँ रेखा स्टार्ट कसरी गर्छन् मलाई सिकाइदिनु त ब्लग बनाउन। यस्तै त हो नि, के बोल्न पर्छ भन्नु त। राधे साथीहरू, के छ हाल खबर? हजुरहरू सन्चै हुनुहुन्छ? मान्छे जाग्ला रातिको पारा, हाम्रो रातिको पारा के गरौँ नि। 10:30 बजे राति मान्छे बुझ पर्यो होला। यो त हेराइदिनु मोबाइल हेर्नु टाइम हेराइ बुढाबुढीको सँग 10:30 बजे रातिमा हामी दुईटीले भिडियो बनाउँदै बसेका छौँ। हेर्नु गाइज, हामीले भिडियो बनाउँछ। म क्या बोलेको थियो नि एउटा कस्तो कस्तो भन्छ नि गुले हेल होइन कस्तो। हेर्नु गाइज, मैले भिडियो बनाएको छु के भिडियो हामीले भिडियो बनाएको। मेरो हात दुख्यो है ल साथीहरू, यस्ताबाट समात्ने नि। मेरो हातमा अलिकति प्रब्लम छ। आया यसरी समात्ने मलाई त समात्न पनि आउन। म यस्ता नाटक नगर्नु न, नाटक गर्नुहुन्छ गाइस। मेरो दिदी त कति नौटङ्की बाज हो नि। जे भए पनि घरमा ठुलो मान्छे सोझा हुन्छ नि, कान्छा मान्छे अलिक चतुर हुन्छ। होइन त्यो भन्ने मात्र हो, व्यवहारमा लागु सबै ठाउँमा हुन्न। यो सबै ठाउँमा हुन्छ, सबैको घरमा सबै ठाउँमा हुन्छ। मैले त लड्छ नि, भर्खर देखियो त एक्जाम्पल। सबै ठाउँमा हुन्न। मान्छे कति हेप्छ मलाई मात्र थाहा छ। भगवानको अगाडि हेरेर भन्नुहोस् रेखा, भगवानको अगाडि भगवान छन् यत्नै। के गर्ने गाइस, अब निन्द्रा भाग्यो। अब एकछिन फेरि पढ्नु पर्यो। पढेपछि निन्द्रा आउँछ होइन। फेरि बुक लिने बित्तिकै हाई आउँछ। के गर्ने, दुईटीको लाइफ यस्तै छ। नौटङ्की हेर्नु न, नौटङ्की के गर्ने। कोही नभए पार पनि त दुईटी पनि त इन्जोय गर्नु पर्यो नि। अरू कोही नभए पार पनि है दिदी। अनि अब के गर्ने, अरू गरेर इन्जोय गर्नु छैन। मोबाइल चलाउ, अरूको लागि किन खुसी हुनु पर्यो, आफ्नो लागि खुसी हुने नि। के भन्छन् मलाई मान्छेहरू, कति तिमीले हाँसेको किन नहाँस्ने, अरू जे हुन्छ हुन्छ। मेरै हाँसोबाट मान्छे जल्छन् त किन जल्न मान्छेलाई अझै जलाउँछु म त। मान्छे जल्नको लागि मेरो एक मुस्कानै काफी छ। त्यो त हो, रियल हो। मेरोमा त त्यो लागु हुन्छ। के सोच्छन् मान्छे, मेरो दाइ मान्छेले मलाई त्यो हेरी डाह गर्नेले कति हाँसे गर्छिन्। अब के गरौँ, जे हुन्छ हुन्छ। जुन लेखेको हुन्छ त्यो त मिट्न सकिँदैन। जे भाग्यमा रहेको कुरा आफ्नो त्यो कर्तव्य गर्नु त छोड्नुहुन्न। कर्तव्य भोजपुरीमा कर्तव्य भन्छ नि। संविधानको कति धारामा नागरिकका कर्तव्य छन् ल भन्नु। खै भन्दा अहिले गालामा कतिमा छ दिदी? मौलिक कतिदेखि कतिसम्म छ? 16 देखि 46 सम्म। 47 मा के छ? ए नागरिकका कर्तव्यहरू। 48 मा के छ? थाहा भएन, छोड्नु है। एकछिन पछि पढाइका कुरा त नागरिकका कर्तव्य थाहा होइन मान्छेलाई कर्तव्य सिकाउने। अब त्यहाँ फेरि कमेन्ट आउला। लोकसेवा पढ्ने मान्छेले नागरिकका कर्तव्य याद गर्न हुन्न। ल्याउनु हात दुखे। ल बाई गरिदिनु। यति भन्दै हाम्रा 10-12वटा शब्द टुङ्गाउन चाहन्छु। गुड नाइट, शुभरात्रि। तपाईँको दिन राम्रो होस्, रात राम्रो होस्। अब आउने भोलिको दिन राम्रो होस्। राम्रो सपना देख्नु होला, टाढा नजानु होला। सपनामा भोलि बिहान छिटो उठ्नु होला, फर्किँदा ढिलो हुन्छ। मलाई 6 बजे बाई बाई, गुड नाइट, शुभरात्रि।